अहिले चाहिँ हामी यहाँ आइपुगेका छौँ यो टन्चोक भ्यू टावरमा र यो टावरमा आइसकेपछि हामीले चाहिँ यहाँको दृश्य चाहिँ अवश्य देखाउनेछौँ र यहाँबाट चाहिँ मैले यो भर्खरै यहाँ आइसकेपछि मैले यो पार्क मोटरसाइकल पार्क यहाँ गरेको छु र यहाँको दृश्य यहीँबाट नजिकबाट हामीले यो हेर्नुपर्दा चाहिँ यो सल्लाहको बोटहरू चाहिँ तपाईँले वरिपरि हेर्न सक्नुहुन्छ। यो ठाउँमा आइपुग्दा यहाँको दृश्य र सौन्दर्यले भरिपूर्ण यो ठाउँबाट माछापुच्छ्रे र अन्नपूर्ण रेन्ज मनमोहक दृश्य देख्न सकिन्छ। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि यहाँ पर्यटन र विकासको अपेक्षा कम देखिन्छ। यहाँको मुख्य कारणहरूमा पर्याप्त सडक सुविधा नहुनु, पर्यटन पूर्वाधारको कमी र प्रचार प्रसारको पनि कमजोरी हुनु र यहाँ स्थानीय स्तरमा पर्यटनसँग सम्बन्धित सेवाहरू सीमित हुनु। यदि यहाँका प्राकृतिक, सांस्कृतिक र ग्रामीण जीवनशैलीलाई व्यवस्थित रूपमा प्रचार गर्न सकियो भने टन्चोक एउटा लोकप्रिय पर्यटकीय गन्तव्य बन्न सक्छ। यहाँ स्थानीय होमस्टे र पदयात्रा मार्ग गाउँको मौलिक र सांस्कृतिक अनि स्थानीय उत्पादनलाई प्रवर्धन गर्न सके यस क्षेत्रको आर्थिक विकासमा ठुलो योगदान पुग्न सक्छ। आशा गरौँ आगामी दिनमा टन्चोकले आफ्नो पर्यटन सम्भावनालाई अझ राम्रोसँग उपयोग गर्नेछ। यो चाहिँ भ्यू टावर, सानो भ्यू टावर। मैले यहाँबाट चाहिँ चढौँ है त एकैछिन। ल 2 तल्ला भनौँ न यो भ्यू टावर। अहिले चाहिँ हामी यो ठ्याक्कै यो भ्यू टावरमा आइसकेका छौँ। यो हेर्न सक्नुहुन्छ टन्चोक भ्यू टावरको यो दृश्य र यो ठाउँ चाहिँ अगाडि पछाडि हेर्ने भने चाहिँ यो रुखको बिचमा चाहिँ बनाइएको यो भ्यू टावरबाट प्राकृतिक हरियालीले भरिएको यो ठाउँ शान्त वातावरण र मनमोहक दृश्यका लागि परिचित भएको देखिन्छ। र यहाँबाट चाहिँ वरपरका डाँडाकाँडाबाट गाउँ बस्ती र टाढासम्म फैलिएका रमणीय दृश्यको अवलोकन गर्न सकिन्छ। यो हेर्न सक्नुहुन्छ मेरो पछाडि। यहाँ चिसो हावा र प्राकृतिकको सुन्दरताले यहाँ आउने जो कोहीलाई पनि मनमोहक बनाउँछ र तपाईँ पनि एकचोटि आउनुभयो भने तपाईँले पनि मनमोहक नै बनाउनेछ यो ठाउँको अवलोकन गर्नुभयो भने। र यहाँ हेर्न सक्नुहुन्छ यो तल चाहिँ अहिले देखिरहेको छ कि छैन यो डाँडा, हेर्नुहोस् डाँडाबाट तल घाम लागिरहेको छ। यदि तपाईँ पनि सहरको भिडभाडबाट केही समय टाढा बसेर प्राकृतिकको आनन्द लिन चाहनुहुन्छ भने यो टन्चोक भ्यू टावर एक उत्कृष्ट गन्तव्य तपाईँको लागि हुनसक्छ। र यो उचाइबाट उभिएर चाहिँ प्राकृतिकको मनमोहक दृश्य हेर्दा थकान मात्र होइन कि मन पनि आनन्द हल्का भएको महसुस पनि हुन्छ। यहाँ चाहिँ यो हेर्न सक्नुहुन्छ कफी। यताबाट चाहिँ फेरि हुस्सो आउने जाने चाहिँ गर्दो रहेछ। यहाँ चाहिँ चिसो मौसममा चाहिँ अलिकति कफीको मनोरञ्जन लिँदै र केही क्षणमा म तपाईँलाई चाहिँ यो ठ्याक्कै माथिको ड्रोनबाट पनि निकै राम्रो मनोरम दृश्यहरू चाहिँ तपाईँलाई म देखाउने नै छु। चाहिँ म ड्रोन सटमा एकचोटि सर म तपाईँहरूलाई चाहिँ मनोरञ्जन गराइहालौँ है त। ड्रोनको दृश्य कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला। र यो माथिबाट चाहिँ मैले ड्रोनको दृश्य पनि देखाइरहेको छु। निकै राम्रो बादल पुरै घुमिरहेको, बादल हिँडिरहेको यो दृश्यहरू र चारैतिरको भ्यू चाहिँ ड्रोनबाट मैले यो हेर्न सक्नुहुन्छ कि कति रमाइलो देखिरहेको छ है। मैले चाहिँ ड्रोन सट तपाईँहरूलाई देखेँ र यो ड्रोन सट चाहिँ तपाईँलाई कस्तो लाग्यो जस्ता कि त्यस्तै कमेन्ट गरिदिनु होला। आजलाई यतिकै, हस्त, नमस्ते।